म पहिले मालेको दल बिचमा सामेल भएँ, एमाले भो दलियो पछि सँगसँगै टाँसिन गएँ। बनी कार्यकर्ता घुमफिर गरेँ गाविसभरि, कता के खाँचो भो भनी गर्दथे खोज खबरी। त्यसै कारणले नै अरू कतिजना मैसँग रहे, वडाध्यक्ष पदको टिकट पनि दिन्छौँ भनी कहे। 54मा निर्वाचन हुन गयो देशभरिमा, जिताए एमाले सुजनहरूले वाडाभरिमा। पछि माओवादी चकचकी बढ्यो गाउँ सहर, प्रतिनिधिविहीन गर्ने तिनको त्यही रहर। गरी सत्ता कब्जा गरी गरी हिँडे तै पनि कतै, सकेनन् खोइ किन मसँग पदको रिक्त लिन नै। साह्रै राम्रो लाग्यो। अनि ठुला बा यो कुन छन्द रे हाम्रो? यो भनेको 17 अक्षरको शिखरिणी छन्द हो, जसको सूत्र हुन्छ छपुग्दैमा रुक्ने यमन सभलागा शिखरिणी। यही हो। ल अनि ठिक भयो 50।